अनि केटा हो होइन अहिले दानी बजी त आइएको थियो घर सुत्दा थिएँ के बजाइदियो एक अझ भयो कहाँ एक दिन चाहिँ सिरिज भएर सुतेँ अब मैले हिज त 2:30 भएको थियो होला त्यस्तै उठेँ चाँडो उठ्नु परिहाल्यो 7:10 तर 7 बजी निन्द्र खोलेको थियो मेरो खाटबाट निस्किनु मात्रै भन्थेन भयो अबबाट यही धन्नु बोकेर जाने यो न्युट्रलमा हाल्नु पर्यो यार बत्ती नुहाइदियो पहिला बाहिर चाहिँ क्यालेन्डर केटा हो यतातिर मान्छे सुत्या हुन्छ डिस्टर्ब हुन्छ केटा त्यसले खै त्यहाँ अलिक झार्न लाग्छ यो स्कुटर झार्द भाइ फु त पेस्कन कुदाएर झार्नु केही हुँदैन बिस्तारै झार्यो भने त त्यही हो बिस्तारै झार्ने हो त अगाडिको उडाउँदै झार्नुपर्छ नि अगाडिको उडाएर थियो भने झार्यो जुन्छ केटा लाग्दैछ अब गन्तव्यतिर खै राति आएर फोनमा डिस्टर्ब गर्ने मेरोमा हालिदिनु न 2 लाइन तेरो छ ए ल बाई बाई घर प्रस्थान भइसक्यौँ सब काम सकेर अनि भात सात खानु पर्यो सुटकेस सिकेर मम्मीलाई नागरिकता खोजिदिनु भनेको थिएँ खोजिदिएर गएको हो कि होइन परिचय पत्रको काम छ आज के अरे उसको भोटर आइडीको काम छ सोध्नुपर्छ मम्मीलाई नागरिकता त छ त लैल भेट्छ त्यो केटा नागरिकता हेरेर यसको बाह्र हुनै चल्दैछ अब यहाँनिर चाहिँ मिठो गफ भइरह यो पछि बल्लुको पाली बल्लु चाहिँ तालु हुने रे ठाडो बनाइरह भाइतिर गालाम कि यो फोकै खाएको लैल भेट्छ त अब म केटा यसको माल कटाइ भइसक्यो खै नदेखा नि त्यसरी घुमा पर्यो रुक्न हौ सफा गरिदिरहेको छ झन् ठुल्ठुलो कुराहरू छ कानभित्र फोहोर होला त होइन हग्दाखेरि आइडल निस्किने भन्ने फुच्चे झिक्न भने यो झिक भन्दैछु भिडियो बनाए यो खोले त भिडियो बना बरु ल ढगा लाग्यो पारी ल बसिहाल ढगा काट्नु है न म काटिदिँदिनँ हजुर ढगा लगेको नि हेयरकट सक्यो मलेट हानेर यसले चाहिँ त ल प्याकअप यतिकै बस्छ र झोलामा हालौँ अनि खाना खाऊँ निस्किनु लामो चाहिँ साइको पुच्चे कल गरेको छ यहाँ ओए साइको पुच्चे खै कहाँ गयो त्यो निस्किँदैछ त्यो बाइक बाहिर रहेछ यार कसलाई के हो साइको पुच्चे के थाहा हो मलाई तैँले लगाएको चिज त नि कहाँ हामी सँगै आगे होइन झारिस कि क्या त्योहरू फोन गरेर तैँले मलाई होइन त ओइ ल साँच्चै उडाइदियो अरे यसले ओइ त कहाँबाट आएको साबे कहाँ
कहाँ झरा यार भाइ बाटोमा झराएर त गयो त नि भाइस कहाँ राखिदिस् के थाहा नि मा साइकको ल केटा यो चाहिँ अर्को धुम बाइक है त भाइ यहाँ धुम बाइक देखाइरहेको छु कि म भन्नु पैसा दिनलाइस छैन अहिले भेट्छु केटा दरवाजा लगाइदिन्छ अनि यही केटा यसको चाबी यहाँ कपी हान्नु है अनि आएर ढोका खोल्नु ल अहिले भेट्छु ल केटा हो होइन भर्खरै उठेको सुतेर 5-7 दिन भयो त भोलि चाहिँ एक ठाउँ जान्छ नागरिक हरायो परिचय पत्र पनि हरायो त्यही ऱ्याक भएर एकछिनमा खोज्छु फेरि यस्तो छ कोठाको चाहिँ अगार आएका त्यही ऱ्याक भयो कहाँ राखिने थाहा छैन र खुसीको दिन भेटियो है हो त्यहाँ नागरिकदार परिचय पत्र दुइटै भेटियो पठाउनु नानी लुगा अलिअलि अनि त्यही बाहनामा कोठा सफा गरिदिनु ला यस्तो यो सुँगुरको खोर जस्तो कोठा खै कसको थाहा होइन मैले सफा गरिदिनु मात्रै है यस्तो घिनलाग्दो कोठा त मेरो हुन सक्दैन ऊ तेरो लुगा त हुर्याइदिउँ म तेरो लुगा होइन कुन मेरै हो तेरै हो त्यो ए यो ज्याकेट नै छ है मसँग हो सफार्दा यस्तै हुन्छ यो लाउँछु अब म लाउँछु अब कुन त्यो जुन भयो नि ढोका लगाइदिन यहाँ अहिले कपिराइट लाग्छ मलाई टेन्सन हुन्छ भयो हेर त के भयो मेरो कोठा राम्रो हो छैन अन प्रोसेसमा हो तास सास सबै यहीँ छैन केटा तासहरू के को तास रहेछ त्यो खै अनि यो 360 क्यामेरा लट्ठी यो उता राख्नु थाल्नु पऱ्यो यार लुगा मात्रै हालिदिनु पऱ्यो लुगा अट्ने छ ल तेरो टोपी के छिरी राखिदिए खुट्टामा यार अहिलेसम्म के रिस उठिरहेको थियो खुसी लाग्यो अनि पर्सि क्लब के अरे पर्सि क्लब नोवाको कन्सर्ट छ क्लब नोवामा कन्सर्ट छ नि त के अरे कसको तल अन्जुङको यङ्स्टर्नर्सको अनि टिकट मिलाउनु खोज्दा चाहिँ 5-6वटा केटाहरूलाई लगौँ भनेर तर यस्तो प्याक छ टाइट छ अरे ओन्ली 2 टिकट्स क्यान बी म्यानेज होइन त्यो भएर इन मोमेन्ट अब यस्तै हुन्छ हुन त अलि अगाडिदेखि भनेको थिएँ मैले त्यो मान्छे नै भेट नभएर हो अब 2टा टिकट छ जान्छु कि नै पनि थाहा छैन म 2टा टिकट पनि त्यो कल फ्रम डोरवाला हो क्या ढोकामा गएर फोन गर्ने अनि लिन आउँछ त्यो 2टा सिट मात्रै मिलाउन सक्यो अरे त्योभन्दा बढी इन्ट्री सक्दिनँ भने सो हेरौँ अहिलेसम्म चाहिँ नाग कसम ढाँटे होइन नागरिकताले परिचय पत्र नभेटेसम्म चाहिँ यस्तो पारा तातिरहेको थियो द्याट जान्छु म भइरहेको थियो क्या अहिले चाहिँ बरु कुल भएको छ पायो नि त कमसेकम त नपाउने भन्दा नि झन् मलाई फेरि भोलि बिहान चाहियो त्यही फक्दो सिट भएको थियो अहिले मसँग कोठा अलिअलि चाहिँ मिलाउँछु धेरै चाहिँ मिलाउनु सक्दैन मन रोगी मान्छे अहिले उठेर यस्तो प्यास लागेर पानी पनि खाएन कि मैले नागरिकता खोजेँ कि ननस्टप नागरिकता भेटाएको सुरुमा होइन त्यसपछि अनि लुगा मिलाइरहेको लुगामै थियो परिचय पत्र अस्ति मैले भ्लग हालेको थिएँ नि परिचय पत्रको त्यो दिन ग्रे ट्र्याक लगाएको थिएँ मैले अनि मैले ग्रे ट्र्याक भनेर यो ट्र्याक हेरै गरेँ कि जहिले ए होइन यो ट्र्याक हेरै गरेँ क्या तर रहेछ यो ग्रेमा भर्खर पटाउँदा खुसी लाग्यो त्यो पनि के यो लुगाहरू चाहिँ यहीँ कोचेर राखिदिन्छु यो भुइँको सफाहरू चाहिँ त्यो केटा अहिलेलाई चाहिँ है त अनि भेट्छु 10K सम्मको ओके ए ब्रदरले 10K सम्मको राम्रो हेलमेट सजेस्ट गर न भोलिको भ्लगमा भन्नुभयो होइन
ब्रदर 10K सम्मको होइन 10K सम्मको राम्रो भनेको त दुईवटा आउँछ एउटा 6K 7K मा रोयल आउँछ होइन रोयल हेलमेट त्यो सर्टिफाइड तर अलिक भारी हुन्छ अनि अर्को एउटा एक्जर आउँछ क्या अनि अर्को एउटा नै आउँछ केवाइडी स्ट्राइकर त्यो तिनवटा राम्रो हुन्छ होइन स्ट्राइकरको चाहिँ 10K नै पर्छ अराउन्ड 10K 11K तर म स्ट्राइकर किन्नु भन्दा पनि अहिले नयाँ टिटी रेभो किन्नु भन्छु कि लुक्स पनि राम्रो त्यसको 13,000 पर्छ अहिले अफरमा चाहिँ 13 मा भाइजर साइजर दिइराख के अनि एक्सचेन्ज हुन्छ कि नै थाहा छैन अहिले एक्सचेन्ज अफरहरू चलिरहेको हुन्छ धेरै जस्तो एक्सचेन्ज अफर चाहिँ हेलमेट स्मार्ट बनेपामा चल्छ क्या त्यहाँनिर अनि मलाई सबभन्दा राम्रो लाग्ने हेलमेट भनेकै केवाइडीको हो क्या केवाइडीको किन भन्दाखेरि हेर्नु है यसको भेन्ट सानो छ क्या म केले नापेर देखाउनु त ल पेनले है यसको भेन्ट सानो छ है तर यसको भेन्ट हेर्नु ठुलो हो कि यसको भेन्ट अलिक सानो हो कि हेर्नु माथि ऊ हुन्छ यसको भेन्ट छैन कि त्यस्तो सानो भेन्ट अलिक ठुलो हो त्यही माथि यो यस्तो हलुका मजा आउने कि अब प्याडिङ चाहिँ म बब्बाल भन्दिनँ होइन सेफ्टीलाई चाहिँ राम्रै छ प्याडिङ चाहिँ त्यस्तो सही छैन कि अब लगाउने मान्छेको आफ्नो होइन प्रिस्क्रिप्सन हुन्छ तर प्याडिङमा चाहिँ अलिक कमजोरै छ तर यसको पनि यो टिटी कोर्स हो केवाइटीको यसको चाहिँ 13,000 छ लुक्स पनि राम्रो देख्छ कि धेरै जस्तो बाइकहरूमा मान्छेलाई नै सुहाउँछ कि त्यो लुक्सहरू राम्रो हुन्छ नि सोहीहरू जस्तो के सोहीको हेलमेटको लुक्स यस्तो हुन्छ होइन यसको पनि लुक्स बबाल हुन्छ मान्छेले लाउँदाखेरि हरिब लुक्स देख्छ अनि त्यही हो मैले चाहिँ होइन सबैलाई राम्रो सस्तोमा राम्रो भन्नु खोजेँ फेरि 13,000 चाहिँ सस्तो हेलमेट होइन 13,000 को भनेको त्यो महँगो हेलमेट हो तर त्यति लेभलमा सबभन्दा राम्रै यही हो कि केवाइटीकै लङ टुरलाई पनि बेस्ट हो होइन लङ टुर घाँटी कहिले दुख्दैन क्या चिल हो लङ टुरमा यस्तो दुख्छ नि त नि कहिले काहीँ त्यो नि आनन्द छ अनि भेन्ट पनि ठुलो भएपछि भित्रीहरूलाई पनि झन् बवाल त्यो भेन्ट ठुलो भएपछि भित्रीहरूमा निहुरिँदाखेरि यसरी निहुरिन्छ अनि अगाडि हेर्नलाई घाँटी उठाउनु पर्छ घाँटी दुख्छ नि यसरी यसमा चाहिँ यसरी राख्दा पनि यसरी देखिन्छ कि नउठाए पनि भेन्ट ठुलो भएर भेन्टले रोक्दैन कि यहाँसम्म हुन्छ कि भेन्टको अरूमा यति हुन्छ भने यसको चाहिँ यहीँसम्म हुन्छ अनि ठ्याक्क सजिलो हुन्छ कि सजिलो हो त्यो चाहिँ हलुका पनि छ अनि अहिले यसको नयाँ मोडल केवाइडी टिटी रेभो भन्ने आहा त्यो 13 हो त्यो हेर्नु एकचोटि लुक्स होइन लुक्स मन पर्न भने एक्जरको पनि राम्रो हेलमेट हो एक्जर पनि सर्टिफाइड राम्रो हेलमेट हो मलाई एक्जरको लुक्स चाहिँ मन पर्दैन खै किन हो अहिले नयाँ पनि छ एक्जर ब्रुटाले के भन्ने छ होइन त्यसमा दुईवटा स्पोइलर छ पछाडिको चुच्चो त्यो पनि हेर्नु हेरेर लिनु न हेलमेट चाहिँ अलिकति छानेर अब त्यो एक्जरको हेर्नु एउटा है अनि बिल मलाई अलिक महँगै पर्छ कि बिल मलाको 15-16 छ 15-16 हजार छ 10 भन्दा अलिक माथि नै गयो नि त त्यो त त्योभन्दा चाहिँ सस्तो केवाइटी हुन्छ होइन बिल मला पनि राम्रो हेलमेट हो अनि एक्जर रोयलको हेलमेट भयो अरू त कुन भन्ने कुरो त त्यति हो मैले पनि अब त्योभन्दा अरू पनि होला त्यसरी हेरी जस मैले एकदम के भन्छ त्यसलाई मैले सजेस्ट गर्ने चाहिँ सकेसम्म केवाइटी हो क्या बरु 3,000 थप्नु होइन तर केवाइटी लिनु अनि होइन स्ट्राइकर लिन्छु केवाइटीको अलिक सस्तो भर्जन भन्नुहुन्छ भने त्यो 11,000 मा आउँछ त्यो स्ट्राइकर भन्दा यिनीहरू मनपर्छ मलाई चाहिँ रेभोहरू त्यो चाहिँ 13 पर्छ क्या अनि नभए एक्जर हेर्नु अब अनि अलिक सस्तो नै चाहियो भयो भने चाहिँ रोयल हो कि खासमा 6,000-7,000 मा आउने कि रोयल चाहिँ रोयल हेलमेट चाहिँ मसँग माथि छ मैले देखाएको थिएँ नि हिजोको भ्लगमा होला ब्रदर त्यो रोयल लेखेको त्यस्तो हुन्छ लुक्स पनि राम्रो हुन्छ रोयल हेलमेटको रोयल हेलमेट भारी मात्रै हुने हो कि हल्का तर सर्टिफाइड पनि राम्रो हो अनि हल्का चाहिँ भारी फिल हुन्छ कि त्यति हो ब्रदर 10K भित्रको राम्रो चाहिँ छानेर भन्न सक्ने अब अरू त मैले अहिले त यतिकै ऱ्यान्डम त्यो भ्लग बनाइरहेको बेला तपाईँको क्वेसन आयो ठ्याक्क कमेन्ट आयो क्या अनि बल्ल उ गरे हो कि भनेको नभए त यसो हेरेर भन्नु पऱ्यो भने त हेरेर कुन राम्रो हुन्छ भनिदिन्थेँ तर मैले नेपालमा देखेको यति ब्रान्ड हो चलेको हेलमेटको योभन्दा धेरै चाहिँ देखेको छैन क्या अनि योभन्दा धेरै एउटा केवाइटी चाहिँ भयो होइन यो टिटी कोर्स प्याडिङ यस्तो हुन्छ यिनीहरूको यो डिलक्स सिस्टम हुन्छ केवाइटीको टिटी कोर्स भयो अनि रोयलको हेलमेट माथि हो त्यो पनि देखाइदिन्छु है त हेलमेट चाहिँ लिएर जाउँ मन निस्किन्छ अनि
यो एजिभीहरू पनि राम्रो हुन्छ तर एजिभी हल्का धेरै नै एक्सपेन्सिभ साइडमा जान्छ अनि मैले पनि यो उयोहरू नै किने एजिभी त किन ढाँट्नु होइन के अरे सेकेन्ड ह्यान्ड किने क्या ऊ त्यो चाहिँ तर राम्रो कन्डिसनमा पाएर चाहिँ किन यो चाहिँ धेरै अगाडिको हेलमेट धेरै नै अगाडिको यो हेलमेट मेरो अनि त्यो चाहिँ सेकेन्ड ह्यान्ड ल्यायो अनि मैले डेन्ट पेन्ट हानेको त्यसमा चाहिँ जे हो त्यही भन्ने अनि यो केवाइटी चाहिँ नयाँ किने हो अनि अर्को केवाइटीको माथि त्यो चाहिँ नयाँ किने होइन त्यो नयाँ किने हो कि तर के हो त्यो भन्दाखेरि त्यो चाहिँ अर्कै मान्छेले किने हो अनि पछि त्यो मान्छेले बाइक बेचेपछि मलाई दिए हो कि त्यो हेलमेट चाहिँदैन भनेर अनि त्यो हेलमेट मैसँग भयो कि मलाई चाहिँ निस्किहाल्छ अनि अरूहरू पनि पाउँछ कि त्यो 8K इग्नाइट भन्नेको हेलमेट होइन सेम सोही जस्तो लुक्स हुन्छ त्यसको चाहिँ तर अब तपाईँलाई कस्तो हेलमेट चाहिएको छ भन्ने कुरा हो कि त्यो इग्नाइट भन्ने पनि हेरे हुन्छ त्यसमा डबल भाइजर हुन्छ सेम सोही जस्तो हुन्छ उयो हेलमेट सस्तोमै आउँछ होइन तर योभन्दा चाहिँ यो यस्तो कालोमा यस्तै लुक्सवाला यो चाहिँ सेम ऊ के अरे केवाइडीको लुक्स भयो नि त इग्नाइट भन्ने हेलमेट पनि छ त्यो भयो होइन अनि रोयलको नि यो चाहिँ अलिक पुरानो मोडल भएर नभए रोयल हेलमेट यस्तो हुन्छ अहिले त यसको प्याडिङहरू भयो इग्नाइट बल्ल सम्झेँ मैले त्यो इग्नाइट भन्ने हुन्छ होइन त्यो रोयल अनि एक्जर अनि केवाइटी यो चारवटा हेर्नु होइन केवाइटीको टन्नै मोडल आउँछ फेरि केवाइटीको चाहिँ टिटी कोर्स टिटी रेभो अनि स्ट्राइकर हेर्नु त्यो तिनवटामा कुन मनपर्छ अरू त एक्सपेन्सिभ छ राम्रो अनि त्यो धेरै नै एक्सपेन्सिभ छ कि अरू त त्योभन्दा यही तिनवटा ठिक हुन्छ अनि भने त रोयल एक्जर र इग्नाइट ल अहिले भेट्छ त केटा ओ मलाई पनि भर्खर आउन साथी तीन कुकुर छन् यहाँ 1 2 3 अर्को चाहिँ त्यहाँबाट लिजा किन लुगै फोर पार्टी ल यिनीहरूलाई बिस्कुट दबाई पनि दिएर टाप हुनु पर्यो अर्को नै आएछ ल घरतिर गएर गर त अहिले नमस्ते गरे बिहान 6 बजी छोडेर गएको मैले है अहिले भेट्छु केटा म यहाँ आइसक्यो फेरि बाटो अब यिनीहरू चल्या ओए यिनीहरूलाई खुवाइदिएर जानुपर्छ अब केटा बिस्कुट हनै हानिसक्यो यिनीहरू सबै ल घर गएर भेट्छु केटा लेट्स टक अबाउट हेलमेट आई हेभ है त अनि सजेस्ट पनि हानिदिन्छु म कुन छ यो एउटा एजिभी K1 सोले ल्युनाइ 2015 मोडलको हो यो चाहिँ मैले धेरै अगाडि किने हो कति झरी पनि सक्यो अनि यो नि ब्लगिङ सुरु गर्नुभन्दा हल्का अगाडि किने हो कि ब्लगिङ सुरु गर्छु किने हो बिर्सेँ तर यो मैले त्यही बेलातिर किने हो यो चाहिँ पसल भएको बेला हो यो अर्कै मान्छेको हेलमेट हो कि सामान गिफ्टेड मी भनौँ न यो हेलमेट चाहिँ बाइक बेचे भएर यो केवाइटी चाहिँ योभन्दा अगाडिको हेलमेट हो यो चाहिँ है अनि यो चाहिँ मैले सेकेन्ड ह्यान्ड लिएको हो ल धुलो त कस्तो पुसे के होइन यो यत्तिकै मैले लगाएको होइन कति भइसक्यो यसमा प्याट्रनहरू देखाएन अहिले होइन न यो मैले पेन्ट गरायो अनि प्याट्रन छुट्टै देखिन्छ होइन आई थिङ्क दिस हेलमेट इज गुड यो त यत्तिकै देखिन्छ प्याट्रन यो हल्का देखियो कि यो हल्का देखियो नि समथिङ दिस यो होस् त यो चाहिँ प्याट्रन हो यो चाहिँ अर्कै यसको नामै बिर्सियो नि 2015 मोडल हो कि कति हो विन्टर एडिसन जस्तो लाग्यो 2015 मोडल K1 हो एजिभी K1 हो है अनि यो त ऊ हो यो स्टिल बर्डको एयरोनोटिक्स हो मैले सोही पेन्ट यो नि पेन्टेड हेलमेट हो है यो मैले पेन्ट गराएको हेलमेट हो अनि यो त आइरन म्यानको भेगा बोल्टको हो यो चाहिँ ए भेगा बोल्ट चाहिँ होइन भेगा बोल्ट त अर्को भइहाल्यो चाहिँ भेगाको हो क्या आइरन म्यानवाला नि कहिलेको अनि यो चाहिँ खै स्कुटर किन्दा पायो कि मैले बिर्सेँ अनि रोयलको हेलमेट नि धेरै पुरानो है यसको चाहिँ भाइजर छैन यसको नि भाइजर छैन यसको चाहिँ 6 भाइजर यो पनि हो अरू पनि यसकै भाइजरहरू हो होइन तर बट
भाइजर लक छैन कि यसको चाहिँ त्यही हो प्रब्लम चाहिँ भाइजर लक किनेको पनि छैन मैले यसमा थियो भाइजर लक होइन यसको भाँचिया थियो क्या फुटेको थियो एक साइडको ठिक थियो कि त्यही भाँचिया थियो मैले यतितिर राखेको हुनुपर्ने हो त्यो पनि अनि यसको झिकेर मैले यो लगाएँ कि यो हेलमेट लाउनु मन लागेर मलाई त्यही यो मात्रै लाउँछु अहिले यसमा भाइजर नभएर हो अनि यो पेन्टेड भएर म यसमा ऊ पनि हालेको छैन कि इन्टरकम पनि अनि त्यही भएर अहिले त बानी छ किचुन्दै हिँड्ने त्यही भएर नलाग मैले यो त केटा पेन्ट गरेर मैले खासै लगाएँ नि कहिलेकाहीँ भिडियो सुटहरू फोटो सुट लागि जाँदा हो अलिअलि स्क्रच त बस्छ अब म के भन्छु भन्दा हेलमेट कुन लाउनु पर्ने है त तपाईँहरूलाई विच हेलमेट सुड यु सुड वेयर हेलमेट चाहिँ बाइक अनुसार हुन्छ कि सबैको कुन कुन बाइक छ भनेको र फेरि म बाठो भएर भन्यो भने जस्तो होइन सरी त्यस्तो लाग्छ भने तर मलाई जे लाग्छ त्यो मात्रै भन्यो अनि कमेन्ट गर्नुभएको रहेछ दाइले चाहिँ उहाँले चाहिँ केवाइडी ठिक लाग्यो भन्नुभएको रहेछ होइन तपाईँले भने रेन्जमा हेलमेटहरू अन्डर 10 के हेलमेटहरू पाइन्छ टन्नै पाइन्छ अब कुन कुन भन्दाखेरि LS2 को ऱ्यापिड है त्यो एउटा भयो LS2 को ऱ्यापिड 8 होला त्यसको 7-8 कति छ अनि अब तपाईँलाई चाहिँ स्कुटरमा भन्नुभयो होइन त्यहाँदेखि कुन कुन हेलमेट पाउँछ जस्तो म भनिदिन्छु डुअल स्पोर्ट खोज्यो भने 12,000 सम्म पाइन्छ जस्तो लाग्यो LS2 को डुअल स्पोर्ट के 10 देखि 15,000 को बिचमा केवाइटी पनि 10 देखि 15,000 को बिचमा केवाइटी को चाहिँ टिटी रेभो नयाँ आएको हो टिटी कोर्स जस्तै छ होइन तर लुक्स हल्का फरक छ टिटी रेभोको 13,000 टिटी कोर्सको पनि 13,000 13,000 दुइटैको अनि स्ट्राइकर केवाइटी स्ट्राइकर पाउँछ त्यसको चाहिँ 10,000 कि 11,000 होला होइन त्यसमा अब मलाई सोध्नुहुन्छ भने चाहिँ एकचोटि टिटी रेभो हेर्नु भन्छु यो दुइटै टिटी कोर्स हो मेरो चाहिँ होइन टिटी कोर्स यस्तो देखिन्छ होइन प्याडिङ नराम्रो भने होइन मैले फेरि प्याडिङ राम्रै छ होइन तर इन कम्पेयर अब त्यो LS2हरू जस्तो होइन अनि एक्सिस अस्ति रोहनले किने होइन तिनीहरूको प्याडिङ चाहिँ टाइट प्याडिङ हो क्या हेभी प्याडिङ यो चाहिँ लाइट प्याडिङ भएर यस्तो भयो तर राम्रो हो प्याडिङ नराम्रो भने होइन प्याडिङ यत्रो त फुलेकै छ तर कम्पेयर टु अरू हेलमेटमा चाहिँ हल्का कम जस्तो फिल हुन्छ तपाईँलाई भने त्यो चाहिँ हल्का बनाउनु लाग्यो अनि यसको भेन्ट ठुलो भएर राम्रो त मैले अघि भनिसकेँ त्यही भएर जहिले पनि म धेरै जस्तो एजिबी भन्दा केवाइटी नै प्रिफर गर्छु क्या अझ लङ राइडमा चाहिँ यही नै हो जहिले पनि म लाउने म एजिबी लाएर जान सक्दैन भारी हुन्छ टाउको दुख्छ मेरो चाहिँ केवाइटी लाउने बानी भएर अनि अहिले चाहिँ किन भन्दाखेरि यसको स्मोक भाइजर छैन कि मसँग उही अनि भाइजरको नि कुरा गरिदिन्छु म त्यही बेला होइन भाइजरको अहिले गरिदिउँ न त अब अहिले के अस्ति कन्ट्रोभर्सी के थियो भन्दाखेरि केवाइटीको कपी हेलमेट हो फुट्यो होइन एक्सिडेन्ट पर्दा घाउ भयो टाउको फुट्यो हेलमेट फुट्यो भन्नुहुन्थ्यो होइन मैले कसको भिडियो देखाएको थिएँ तर त्यो चाहिँ होइन कि कुरा खासमा भाइजर 2-3 थरीको आउँछ कि नेपालमा यो नेपालमा आउने यो चाहिँ ओरिजिनल हो कि केवाइटी लेखा हुन्छ र यो सर्टिफाइड छ समथिङ के सर्टिफाइड यो हेलमेट के यो भाइजर चाहिँ ओरिजिनल हो तर यस्तो भाइजर मर्करी भाइजर स्मोक भाइजर चाहिँ म्याक्सिमम कपी आउने हो नेपालमा म्याक्सिमम त्यही भएर क्र्यास हुँदाखेरि हेलमेट फुट्ने होइन कि धेरै जस्तो केसमा यो फुट्छ भाइजर अनि यतातिर मुखतिर घाउ हुन्छ है भाइजर फुटेपछि छिर्छ के छिर्छ लड्दाखेरि यसमा चाहिँ नो सर्टिफिकेसन केवाइटी लेखा पनि छैन सर्टिफाइड पनि छैन राम्रो देखिन्छ लुक्स होइन तर यसको चाहिँ हल्का प्याडिङ खुलिसक्यो तर पनि नट सो द्याट गुड होइन अब त्यो हेलमेट किन्दाखेरि चाहिँ स्मोक भाइजरहरू हाल्नु मन छ भने चाहिँ हेर्नु एकचोटि होइन नभए क्लियर भाइजरै ठिक हो अब आफ्नो प्रिस्क्रिप्सन हो त्यो आफ्नो चोइस हो होइन अनि म के भन्दै थिएँ केवाइटीको 13,000 है केवाइटीको अनि त्यसपछि LS2 को 7-8 हजार छ रोयल हेलमेट रोयलको यो हेलमेट हो यो चाहिँ अलिक पुरानो मोडल जस्तो लाग्यो मसँग भएको प्याडिङ छैन कसरी देखाउँ प्याडिङ मैले दुन हालेँ यो नयाँ मोडलहरू आउँछ क्या नयाँ मोडल मलाई जहाँसम्म लाग्छ 7,000 देखि 8,000 आउनु पर्ने रोयल पनि त्यस्तो महँगो छैन अनि एक्जरको हेरी हुन्छ क्या 10,000 होइन कुनै 7मा भेटेको थिएँ मैले नभए ग्राफिक अनुसार हुन्छ हेलमेटको अब किन कहिलेकाहीँ होइन यो त मैले पेन्ट गराएर यस्तो भयो तर सेतो एजिबी K1 किन्नु र यो किन्नुमा फरक छ सेतोको 27,000 छ होला नयाँमा अहिले होइन सोलिड वाइटको तर यसको 40,000 छ किन भन्दाखेरि ग्राफिक्स के यो त झन् भ्यालेन्टिनो रोसी एडिसन भएर नभए ग्राफिक्स जुन हेलमेटको ग्राफिक्स अनुसार त्यो हेलमेटको प्राइसिङ हुन्छ कि अब म्याट ब्ल्याक होइन यस्तोहरू सस्तो पर्छ भने ग्राफिक्सको हल्का महँगो पर्छ अनि केवाइटी पनि चाइनिज र इन्डोनेसियन आउँछ
यो चाहिँ दुइटै इन्डोनेसियन हो, चाइनिज होइन। यो मैले हेलमेट स्मार्ट बनेपामा किने हो, अनि यो चाहिँ अटोबेलमा किने हो क्या। अनि डुब्बै इन्डोनेसियन जस्तो लाग्यो। यो चाहिँ याद भएन होइन, यो किन्दा म नि गएको थिएँ जानु त बिर्से। तर यो हेलमेट स्मार्ट बनेपाएको चाहिँ राम्रो हो। तिनीहरू त केवाइडीको लागि बेस्ट हो भन्छु म चाहिँ होइन। किन्नु छ भने त्यहाँ किन्दा हुन्छ, तर एकचोटि तपाईँले त केवाइडी सोध्नु भएको रहेछ होइन, केवाइडी किन्नु मन छ भनेर। ल स्कुटरमा बेस्ट हो केवाइडी हेलमेट सबै। अब तपाईँलाई पछि बाइक जुन लिन मन लाग्यो नि, जुन बाइक पनि सुहायो नि त, एडिभी भने एडिभीमा पनि सुहायो होइन, अनि के अरे स्पोर्ट बाइक भने त्योमा पनि सुहायो, नेकेड बाइक त्योमा पनि सुहायो। त्यही भएर राम्रो छ केवाइडी। अब किन्नुहुन्छ भने चाहिँ सुरुमा टिटी रेभो हेर्नु, अहिले अफर चलेर हुन्छ कि यस्तोमा। टिटी कोर्स टिटी कोर्स स्ट्राइकर केवाइडी स्ट्राइकर लन्च भयो बेला, नेपालमा जब इन्ट्रोड्युस भयो, नेपालमा जब आयो त्यो बेला धेरै अफर चलेको थियो कि 10,000मा होइन, अनि गिफ्ट फ्री यताउति के थियो क्या। त्यस्तै अहिले रेभोको पनि त्यस्तै भइरहेको क्या। अहिले पछि गएपछि महँगो हुन्छ, स्मोक भाइजरहरू छुट्टै किन्नुपर्छ। अहिले चाहिँ जहाँसम्म लाग्छ अफर छ सँगै दिएर हेलमेटसँगै हेर्नु। त्यसमा चाहिँ के छ भन्दाखेरि स्पोइलर अझ चुच्चो छ कि भन्दा एक्सटेन्डेड स्पोइलर हाल्न मिल्ने हो, छुट्टै किन्नुपर्ने हो त्यो। तर त्यो अफरमा दिइराख्नु कि थाहा छैन, हेर्नु एकचोटि। अनि टिटी रेभो हेर्नु, त्यसपछि टिटी कोर्स हेर्नु, अनि स्ट्राइकर हेर्नु। तिनवटामा कुन मनपर्छ आफ्नो चोइस छ लिनु। अनि त्यसपछि अब कसैलाई अरूलाई हेलमेट कुन किनौँ भए भने, अब एडभेन्चर बाइक छ भने LS2 को 15,000 भित्रको कुरा अरे है मैले। डुअल स्पोर्ट आउँछ, त्यसको 10देखि 15,000 पर्छ LS2 को डुअल स्पोर्ट। डुअल स्पोर्ट बेस्ट हो एडभेन्चर बाइकलाई। अनि अब LS2 नै लाउँछु भन्यो भने त्यो 7,000मा पायो होइन। V3हरू छ भन्दा म केवाइडी नै हो प्रिफर गर्ने। केवाइडी भन्दा राम्रो कुनै छ भन्दिनँ कि म। अब अरू अझ महँगो हेलमेट लाउँछु भन्यो भने 27,000मा केवाइटी R2R आउँछ होइन। त्योभन्दा पनि महँगो लाउँछु भने त आफ्नो चोइस हो होइन। 27,000सम्म चाहिँ हाल्छु भयो भने चाहिँ R2R बेस्ट हो त्यो प्राइसमा। 30 अन्डरमा हाल्छु भने चाहिँ अब एजिभीहरू नै आउँछ, तर हेरी के1 कुनै मोडलमा त्यो R2R चाहिँ 30 मुनि बेस्ट हेलमेट, 30,000 मुनिको केवाइटी R2R। त्यही भएर म चाहिँ त्यही प्रिफर गर्छु। अनि NFRहरू त झन् महँगो मोडल भयो। महँगो मोडल त अब सार्कहरूको रिप्लेसमेन्टमा हो, सार्क होइन। अनि कार्बन फाइबरको रिप्लेसमेन्ट हो NFRहरू चाहिँ। सार्कको नि पाउँछ 35,000देखि स्टार्टिङ छ जस्तो सार्कको। आफ्नो चोइस है, अलि बजेटमाथि हेलमेट लिने भए चाहिँ। तर सस्तोमा अब मलाई आफूलाई कस्तो हेलमेट चाहिएको छ भन्दा चाहिँ त्यो आफै बुझ्ने कुरा हो। कस्तो भन्दाखेरि अब त्यही मैले भने त एडभेन्चर र डुअल स्पोर्ट भयो है। नेकेड के अरे फेरिङ बाइकहरूलाई यस्तो भयो ढल्किनुपर्छ। अब नेकेड बाइकहरूलाई यो पनि भयो होइन, रोयल भयो, यो भयो। यो हेलमेट पनि कतिमा पाउँछ भन्दाखेरि 10,000 भित्रै छ कि यो हेलमेट पनि। एक्ज्याक्ट प्राइस थाहा छैन मलाई। यो चाहिँ मोटो वुल्फको हो, यो पनि सर्टिफाइड हेलमेट हो। मोटो वुल्फको सर्टिफाइड हेलमेट, EC सर्टिफाइड हो यो चाहिँ होइन। अनि यो मोडल यो चाहिँ यस्तै सेम लुक्स हुने हो होइन। अब यो चाहिँ खासमा स्टिलबर्ड एरोनोटिक्स हो होइन। एरोनोटिक्स किन्नु भन्दा चाहिँ त्यो चाहिँ ISI सर्टिफाइड मात्रै हुन्छ। त्यो भन्दा सेम यही लुक्स हुन्छ, तर डुअल भाइजर हो, अझ पनि डबल भाइजर हुन्छ। यहाँबाट निस्किया हुन्छ होइन, डबल भाइजर हुन्छ, सन भाइजर नै हुन्छ। त्यो चाहिँ इग्नाइट भन्ने हेलमेट हो। त्यसको पनि 8,000-9,000मा आउँछ। अनि यो सोहीको रेप्लिका देख्ने भएर मात्रै हो। अनि एक्चुअल सोहीको रेप्लिका चाहिँ नकिन्नु भन्छु, किनकि अब 15-16,000मा होइन त्यस्तै छ रेप्लिकाहरूको। त्यत्रो हालेर पनि के अरे कपी हेलमेटै लाउने भयो त के फाइदा हो। लड्दा टाउके फुटिहाल्छ त्यसरी। यो नि ISI सर्टिफाइड छ, यो नि सर्टिफाइड छ ISI। यो ECA सर्टिफाइड, यो डट सर्टिफाइड जस्तो लाग्छ। यो डट ECA सर्टिफाइड होला, यो नि डट ECA होला के हो। त्यो सब सर्टिफाइड हेलमेट हो। मैले पनि लाउने, मलाई डर लाग्छ त्यो कपी हेलमेट लाउने। पहिला लाउँथेँ होइन, लडिन्छ कहिलेकाहीँ होइन, के भइदिइहाल्यो भने टाउको त मेन हो। त्यही भयो। अनि यो पनि त्यही प्राइसमा आउँछ 10,000 भित्र। यो 10,000 भित्र, LS2 पनि 10,000 भित्र, एक्जर पनि 10,000 भित्र। अब अर्को केसमा तपाईँहरूको क्लासिक बाइक छ है, क्लासिक बाइक छ। अब रेट्रो हेलमेट लाउने क्लासिक बाइकमा चाहिँ क्लासिक 350हरू अनि ट्राइम्पहरू त्यस्तो छ। भन्नु त कस्तो खालि भन्ने त म क्रुजिङ बाइक के, अब त्यसलाई क्रुजिङ बाइकै भन्छ जस्तो लाग्छ। तिनीहरू छ भने चाहिँ रेट्रो हुन्छ कि। अब रेट्रोमा सस्तो SMK के होला कि 12,000 छ जस्तो लाग्छ, 10-12,000 को छ SMK को रेट्रो। त्यो लाउँदा नि हुन्छ। तर अब यिनीहरू केवाइडी फेरि त्यही हो फाइदा, त्यही होइन केवाइडी किन्दाखेरि फाइदा के।
अब यिनीहरू त्यसमा पनि सुहाउँछ क्या, किनकि अस्ति भर्खर ट्राइमको फर्स्ट हेलमेट डिस्ट्रिब्युसनमा त्यो ट्राइमकै कुन एउटा एकछिन कुन हेलमेट थियो, अनि त्यो चित्त नबुझेर पछि सबैलाई केवाइटी स्ट्राइकर दिएको थियो क्या, अनि चाहिँ केवाइटी सबैमा सुहाउने भयो नि त। अब ट्राइम्पले दिएपछि त अब त्यही भयो नि त नि म्याचिङ नै, अनि त्यो त्यसमा पनि सुहाउँछ। अनि फाइदा के भन्दा लङ टुर जाँदा हलुक्का घाँटी नै नदुख्ने क्या, त्यही भएर म चाहिँ एकदम मेरो सजेसन चाहिँ यही हुन्छ सबैलाई धेरै जस्तो। अब होइन अरू छ भने 15-16 हजारमा ऊ पनि आउँछ, ए होइन 15-16 होइन यार त्यसको त महँगो, सरी 20-25 होला। 20-25मा चाहिँ मोटर एक्स के थियो आरएस मोरेक्स भन्ने होइन, त्यो चाहिँ सार्क R2R को रेप्लिकास थियो, तर सर्टिफाइड हेलमेट हुन्छ चाहिँ लामो स्पोइलर चाहिँ सही छ होइन। अब त्यो महँगो हेलमेट भने त सबैको आफ्नो चोइस हो, त्यसपछि चाहिँ के भन्ने, तर अन्डर 10,000 चाहिँ त्यही हो। अब हेलमेट किन्दा चाहिँ त्यो 10,000 5,000 भन्दा कम चाहिँ नकिन्दै हुन्छ भन्छु म होइन। अब त्यो त सब नेसेसिटी अनुसार हो होइन, तर 5,000 भन्दा यस्तो हो कि मेन भनेको चाहिँ हेलमेट हो नि त। अब अरू गियर्स भन्दा त सुरुमा फर्स्ट प्रायोरिटी, अनि सकेसम्म राम्रै किने ठिक। अब सक्नुहुन्छ भने त होइन, म के भन्नु, मैले पनि पहिला भेगा नै लगाएको होइन, यिनीहरू त सब मैले अलिअलि गर्दै थप्दै गएको। अब भेगाहरूको होइन सर्टिफाइड यो होइन, यो त भेगाको मैले आयरनम्यानको लिएको थिएँ, तर भेगा बोल्टहरू नि यही सर्टिफाइड हो, ISI सर्टिफाइड नै हुन्छ। सो भेगा बोल्टहरू राम्रो हुन्छ क्या। अब भेगा बोल्ट सस्तोमा खोज्नुहुन्छ भने चाहिँ त्यो चाहिँ 3500 3,500 पाउँछ। अनि अरू कुन पाउँछ 3,000हरूमा भने त्यो स्टिल बर्डको अरू आउँछ कि टन्नै, हर्ड्स भनेको नि आउँछ होइन। तर सकेसम्म त्यही 10,000सम्म चाहिँ अब सक्नुहुन्छ नि 10,000सम्म हाल्दा ठिकै हेलमेट 13,000सम्म, किनकि ठ्याक्कै 10मा त भन्न मिल्दैन नि त, 2-3 हजार तलमाथि हुन्छ। यिनीहरू 13,000को होइन, मैले टन्नैलाई हो, मैले सबैलाई मनपर्छ भन्छ छैन नि त। केवाइटी किन नकिने भनेर सोद्धाखेरि भेन्ट ठुलो हुन्छ भन्छन् कि मान्छेले, सो आएन राम्रो देखेन भन्छन्। आफ्नो चोइस होइन, मलाई चाहिँ भेन्ट ठुलो भए कम्फर्टेबल लाग्छ कि सुहाउनु भन्दा पनि। लुक्स त राम्रो छ देखो यसको, कम्फर्ट। अब अरू के भन्न बाँकी छ त मैले। अनि एडिबी किन्दा डुअल स्पोर्ट चाहिँ के भन्दाखेरि डुअल स्पोर्ट भन्नाले चाहिँ यहाँबाट एउटा स्पोइलर टाइप निस्किया हुन्छ चुच्चो, त्यो झिक्न पनि मिल्ने हाल्न पनि मिल्ने हो डुअल स्पोर्ट भने चाहिँ। त्यो गर्दा फाइदा एडभेन्चरमा हालेर चलाउने, डट एडभेन्चरहरूमा, अनि अरूमा चलाउँदा झिकेर चलाउने, त्यो नि प्लस पोइन्ट भयो। अरू त त्यस्तै हो। अब होइन केवाइटी किन्दिनँ भन्नुहुन्छ भने चाहिँ डुअल भाइजर भएकै किन्यो कि, किन्दाखेरि केवाइटीमा चाहिँ डुअल भाइजर हुँदैन है, त्यो चाहिँ एउटा माइनस पोइन्ट हो केवाइटीको। डुअल भाइजर चाहिँ हुँदैन, खै किन हो, सजिलो हुन्छ सन भाइजर भयो भने टक्क झिकेर होइन गर्न मिल्छ। तर अब तपाईँले स्कुटरमा होइन केवाइटी नै मन पऱ्यो भने त केवाइटी नै लिनु न, राम्रो हो। मलाई चाहिँ एकदम चित्त बुझ्दो हेलमेट सेटिस्फाइड म चाहिँ केवाइटी देखेँ, त्यही भएर जसले सोद्धा पनि म केवाइटी नै भन्छु। अनि अरू त अब त्यस्तै हो। अब एजिबीहरू लिन मन छ भने त अलि अगाडिसम्म त इएमआईमा पनि दिन्थ्यो, अलि धेरै अगाडि थियो, त्यसपछि थाहा छैन, अहिले दिँदैन होला होइन। एजिबी पनि राम्रै छ, तर म जहिले पनि भ्यालीभित्र त एजिबी लाउँछु होइन। हेरी फेरि भ्याली बाहिर जाँदा चाहिँ केवाइटी बाइक हुनु चित्त बुझ्दैन म। पहिला त खासै हेलमेट थिएन मसँग, स्पाइडर थियो कि चोला होला त्यसको कहाँ, यो त स्पाइडरको त्यो के इभो जस्तो खै के थियो त्यसको नाम होइन, उयो थियो कि स्पाइडर, त्यसको झोला छ। अनि यो त केवाइटीको झोला भइहाल्यो। अनि अरूको त छैन, यसको त झोला सेकेन्ड ह्यान्ड ल्याएको मैले, झोला छैन यसको, त्यसको झोला खै लो त अगाडि कहिलेको त्यो त 3-4 वर्ष भइसक्यो, लो त अगाडिको हेलमेट हो त्यो चाहिँ, यत्तिकै थियो। अनि लगाइदिएँ मात्रै मैले, अहिले मलाई चाहिँ लास्ट मनपर्ने भएर त्यो ग्राफिक्स अहिले लास्टै मनपर्न थाल्यो क्या यो। अनि अर्को एउटा K1 की ग्राफिक्स छ, त्यो पनि मनपर्छ मलाई एजिबीमा चाहिँ। त्यस्तै हो होइन। अनि भाइजर पनि याद गर्नु न, अब स्पोक भाइजर नै दिन्छ भन्दैमा सकेसम्म चाहिँ सर्टिफाइड भाइजर हाले ठिकै सकेसम्म। अरू त बाँकी आफ्नो इच्छा, सर्टिफाइड हेलमेट म त फोर्स गर्छु हेलमेट चाहिँ सर्टिफाइड होस्। अब भाइजर त के गर्नु होइन, मेरै यो कपी भाइजर हो केटा हो यो। एकछिन यो खै बिर्सिदियोस्, मेरो एउटा
एजिबीको कप भाइजर, किनकि एउटा भाइजर 9000 छ कि एजिबीको, 7 कि 9, अनि त्यत्रो महँगो भाइजर एउटा हेलमेटै आउने भन्दा त यो त 1500-2000 मा आउँछ कप भाइजरहरू त, यो कपी एजिबीहरूमा लाग्ने हो। अनि यो हो कि अरू हो, अब यो नि एजिबीकै भाइजर हो होइन, यसकोमा भएको नि यो पनि एजिबीको भाइजर हो, यो पनि एजिबीको भाइजर हो। केवाइटीको एउटा भाइजर चाहिँ थियो मसँग एक्स्ट्रा हरायो, म नि स्मोक भाइजरै हाल्नु चाहिँ होइन, हाल्छु नै भनेर बस्या हो, कहिले हाल्छु थाहा छैन। तर सेफ्टी मात्रै हेर्नुहुन्छ भने चाहिँ लुक्सभन्दा सेफ्टी प्रिफर गर्नुहुन्छ चाहिँ त्यही हो ठिक। मैले चाहिँ किन स्मोक हाल्न भन्दाखेरि घाम टल्किन्छ धेरै जस्तो, मलाई झ्याउ लाग्छ कि त्यो स्मोक भाइजर हाल्न हो। त्यो यिनीहरूमा मसँग भएको हेलमेटमा यो एउटा हेलमेट मात्रै हो डुअल भाइजर भएको। ए झन् यो भेगामा त के होला र, ए रहेछ भेगामा पनि छ बिर्सिरा, त्यो 600 जस्तो लाग्यो अरे क्या। यसको पनि प्याडिङ धुवा मैले, यसको पनि धुवा, यसको पनि धुवा, यसको पनि धुवा, यसको चाहिँ प्याडिङ अलि डुस्यो भन्नाले ऊ भइसक्यो कि पुस भइसक्यो कि। अनि यसको मम्मीले मैस हान्नुभयो रहेछ, नानीलाई पठाउनु लाग्यो, नानी भात खान्छ अरे छिट्टो। यसमा छैन, K1हरूमा हुँदैन कि, नयाँ नयाँ मोडलमा छ कि जस्तो लाग्यो, कुनै मोडलमा छ जस्तो लाग्यो K1को, तर K3हरूमा चाहिँ हुन्छ। तर त्यो नि एकदम हेरी है ग्राफिक्स अनुसार चाहिँ यिनीहरूको K1 K3हरूको नि, K1S K3S K3 SV होइन, हेलमेट त्यस्तो टन्नै आउँछ। अनि हेलमेटको प्राइस हेरिहाल्नु मन छ भने चाहिँ मैले जहिले पनि युज गर्ने ट्रिक भनेको चाहिँ मोटो होल्ड है। ल 18 मिनट त मैले बोलिसकेको छु, र म भ्याइदिइहाल्छु यार, यो धेरै लामो हुने भयो, सरी होइन। मोटो होल्ड हो, मोटो होल्डमा प्राइस हेर्नु बब्बाल प्राइसिङ, मतलब ठ्याक्क सजिलो के, त्यो कम्फोर्टेबल वे हो कि। अब तपाईँलाई लाज लाग्छ, झ्याउ लाग्छ, फोन गरेर सोध्न जान लाज लाग्छ भने बेस्ट वे भनेको मोटो होल्डको वेबसाइट खोल्ने, मोटो होल्ड नेपाल लेख्ने, ठ्याक्क आउँछ गुगलमा, खोल्ने, अनि त्यहाँ हेलमेट सर्च गर्ने, टन्नै हेलमेट छ, प्राइस थाहा पाउनुहुन्छ। त्यहाँ 1-2 हजार तलमाथि भइहाल्छ अरू ठाउँमा किन्दा, त्यस्तै हो। तर एक्ज्याक्ट त ठ्याक्क थाहा नहोला अरू ठाउँमा कति पर्छ, यहाँ यति पर्छ, अरूमा नि यति पर्ला भनेर, तर अराउन्ड थाहा हुन्छ, राउन्ड फिगर चाहिँ। ल आजको त कति 40 मिनटको भ्लग हुन्छ होला लगभग, अघि नि लामो भइसक्यो मेरो, सरी है। लामो भ्लग मन पर्दैन भने नि भनिदिनु अब होइन। मलाई चाहिँ खासमा साँच्ची भन्नुपर्दा लामो भ्लग मात्रै हाल्नु मन लाग्छ कि, लामो भ्लगमा टन्नै कुराहरू अट्छ, टन्नै। सानो भ्लग 10 मिनटको भ्लगमा केही अट्दैन कि मेरो त होइन, न मलाई आफै चित्त बुझ्दैन कि। त्यही भएर अस्ति पनि मैले सबभन्दा लामो भ्लगै मेरो 45 मिनटको थियो, यो त्योभन्दा लामो होला जस्तो, त्यही भएर म काटिदिइहाल्छु। तर लामो मनपर्छ छोटो मनपर्छ भन्नु न, अब तपाईँहरूले जे भने त्यही त गर्ने हो होइन। मैले हेर्ने भए पो मेरो अनुसार भने त अब हेर्न मनपर्नेहरूलाई हेर्न जे खोज्छन् त्यही दिने हो नि त। बाई बाई त केटा, यति अहिले मसँग हेलमेट भएको, अरू छैन, अरू बेच्दिसकेँ मैले। केटा होइन सुतिसक्यो मान्छे, फेरि एउटा भाती आइसक्यो यहाँ, यस्तो राति लिन आउँछ, टर्चर दिन थाल्छ अहिले त मलाई राति जाडोमा। थाहा पाइ पनि बाइक के हो, पिलिक छ त नि। मलाई लडी नि तसँग बोल्दा बोल्दा साइकल टर्निङमा साइकल यस्तो एक हात छोडेर यसरी बोल्दा चाहिँ ड्याम यस्तो भएर झऱ्यो नि पुरै। ए के हुँदैन, जान्दिनँ, अलिअलि लडिहाल्छ नि। ए फुटेछ भन्दै किन 1 घन्टा ढिला भाइ, यस्तो के हो यो ऐना छैन पठाइदिउँ, राति टचर दिन आउनु त। ल अहिले पुग्छ केटा, लास्टै जाडो छ, एउटा हात चाहिँ हल्का ढिला। भाइ गाडीले जोत्ला भाइ, फेरि त्यही चाहिँ ओइ भाइ उयो खुल्लाहरू चाहिँ यहाँ हान्नुपर्छ आज चाहिँ होइन, ऊ त्यहाँ अगाडि बन्दै आयो उयो के अस्ति रुमन मैले यहाँ खायो कि, अस्ति खुल्ला थियो कि हामी कति बजी हाल्यो, हामी 11 बजी आएको थियो र अहिले 11:30 भयो यार। उयो झन्डै ठोक्यो अहिले, यता नि हेरौँ न केटा, यता नि भन्दा बुझ्छ। अब त्यहाँ पनि चिया खाने गरेको थियो कि, त्यहाँ अहिले जुमै हुँदैन त्यहाँतिर यस्टलको के अरे
इमर्जेन्सी चाहिँ ऊ त्यहाँभित्र छ है अनि जेनरल गेट यता भयो चाय खाउँ अनि भेटौँ है त ल केटा हो घडीले 12 हाने जस्तो छ अब राइडर चाहिँ म आज चाहिँ 8ले भयो भने कुदाउन आँटेको छु हाम्रो ड्याडी भित्र हुन्छ पे हान्दै यस्तै यस्तै र्याल जस्तो निस्किन्छ त्यो थुक्ला म त्यसलाई र्याल त भन्छ होला केटा हो मिट यु इन द होम केटा हो फेरि बर्गर खाना अल्छी लागेको आज चाहिँ अब ऱ्याप खाने चिकन ऱ्याप होइन ठ्याक्कै 12 बजे ठ्याक्कै 12 ग्रिल चिकन ऱ्याप ल्यायो चिकन ऱ्याप 2 भयो ग्रिल चिकन ऱ्याप ए ग्रिल चिकन ऱ्याप मैले अझै पनि खाएन यसको अब यसको वर्कसप बिटेरको ग्रिल चिकन ऱ्याप पनि ट्राई गरौँ ल भाइ भोलि भेटौँ ल सुत भाइ क्यान्सर होला यस्तो जाडो खाएको जोत अन्डरग्राउन्ड छिरेको यसको पनि 90 हान्थ्यो रहेछ डबल लोड होइन डिओ 125 90 हान्थ्यो डबल लोड तर होइन आगे देखेर मैले त के खाएन केटा केही खाएन कसम ढाँटे आएन यो फ्ल्यासले आँखा देखाउँदैन कि राति चिया खाएर हामी चाहिँ त्यहाँ यसले तर्साइदियो यार साँचो बोकेको थिएँ यस्तो चिसो छ काटेर हिँड्नै नसक्नु भएको छ जहिले राति आएर टर्चर दिन्छ यार खानेकुरा ल्याइदिएछु गर्दै खानेकुरा मगाउनु नि हुँदैन योसँग त जहिले राति राति आउँछ पेटै अरट्ठ भइसकेपछि आउँछ घरको सब मान्छे आफू चाहिँ यसरी चोर भएर हिँड्नु पऱ्यो त्यही भएर घरकाले मलाई बिग्रेको भन्दो रहेछ अनि केटा आजलाई यति नै होइन भोलिको भ्लगमा भेटौँला तबसम्म मलाई बाई